बढ्ने है, फ्रेस अक्सिजन पनि हुने, अनि छोराको पुर्याउने एउटा काम पनि भयो। मान्छेलाई यति चाहिँ हेल्थ बेनिफिट भयो। अब बिस्तारै बिस्तारै हामी तपाईँलाई यहाँको मनोरम दृश्यहरू देखाउँदै डाँडाकाँडाहरू होइन, हामी झरेको पर डाँडाबाट स्लोप्सहरू होइन सबै तपाईँलाई देखाउँदैछ। इच्छा छ मलाई के भन्छ आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ यो सानो भिडियो। अब यहाँ रुख सुक्ने के भन्छ सुक्ने मौसम के भन्छ सुक्ने मौसम आइसकेको छ अब है, पानी पनि पर्दैछ, पानी पर्दै यहाँनिर चिन्डे भएको छ यो रुख हेर्नु त, चिन्डे रुख यहाँनिर हो। यो चाहिँ के भन्छ ऋतु के भन्छ यसलाई वर्षा होइन ग्रीष्म ऋतु। यहाँनिर घाम लागिरहेछ होइन, पानी परिरहेछ। हामी यस्तो बाटो हुँदै अब यो बाटो जान्छौँ। यहाँनिर क्याफेहरू छ, हामी चाहिँ लास्ट क्याफेमा गएर खान्छौँ। हेर्दै जानु होला यहाँ क्याफेहरू होइन, सानो फ्रुट एरियाहरू, यहीँ फ्रुट्सहरू ग्रोसरीहरू पाउने ठाउँ छ। अहिले हामी एउटा क्याफेमा लान्छौँ मान्छेहरू अफिसको लागि अब यहाँ आफ्नो गाडीमा जानेहरू जान्छन् र हामी चाहिँ पब्लिक गाडी युज गर्छौँ, पब्लिक ट्रेनहरू, त्यही सुविधा लाग्यो। के भन्छ होला अब यो फार्मेसी आफ्नो च्याम्बरमा निस्किरहेको यो फार्मेसी हो। कतिले होइन त्यो त ब्लग जस्तै हो, ब्लग जस्तै बनाउँछ युट्युबमा हाल्दैन ब्लग पनि हुँदैन, ब्लग जस्तो। ल अहिले उनीहरूलाई त थाहा छैन नि त के अरे यो लिटबनको होला पनि थाहा छैन नि यो एरिया साँच्चै भन्नु। यहाँनिर फार्मेसी यसरी हरियो यसरी लाइन कुद्यो भने चाहिँ फार्मेसी भनेर बुझ्नुपर्छ। यहाँनिर चाहिँ यस्तो ग्रिन 15 डिग्री देखाइरहेको छ यहाँनिर, आरामले हेर्नुहोस् 15 डिग्री यहाँको टेम्परेचर, अहिले बाहिरको टेम्परेचर। अनि यस्तो खालको लाइन कुद्यो भने चाहिँ यो फार्मेसी हो भनेर बुझ्नुपर्छ। यहाँनिर 2-3वटा कम्पनी छ यहाँ, अहिले यसको नाम चाहिँ फार्मेसियो दो लार्ग। कति चाहिँ 24 आवर्स हुन्छ, कति चाहिँ रिटेल टाइम मात्रै हुन्छ। तपाईँले हेर्नु सक्नुहुन्छ यहाँनिर ब्यारेन डाँडा छ है बिचमा बाटो। अनि म र मन्ता चाहिँ यताबाट हामी रोड क्रसिङ गर्दैछौँ। ठुलो रोड क्रसिङ छ, यताबाट गाडी आइरहेछ, उताबाट गाडी आइरहेछ। तर लिस्बन मेट्रो एरियाभित्रको पिच ठाउँ, वान अफ द मोस्ट पिस र स्पेसियस ठाउँ भएको हुनाले हामी तपाईँलाई यो मनोरम दृश्यहरू देखाइरहेछौँ। पर हेर्नुहोस् त्यसलाई डन, अहिले पनि डनको लाइट देखिरहनुहुन्छ, मान्छेहरू अफिस गइरहेछ। टाढो दृश्यहरू पिलिक्क टल्केको देखिरहनु भएको छ। म चाहिँ अझै मर्निङ वकमै छन् हामी जस्तै कुकुर लिएर हिँडिरहेको भएको छ। आज बजी चाहिँ रहन्छ होला त्यहाँ। यहाँको सानो सानो बस स्टप चाहिँ यसरी पाउँछ। तपाईँलाई म बस स्टप देखाउँछु। सानो बस स्टप त्यस्तो येल्लो गोल हुन्छ। अनि यहाँ चाहिँ यहाँ पनि
अपार्टमेन्ट भनौँ न, स्टुडेन्ट्सको अपार्टमेन्टको यहाँबाटदेखि यहाँ तपाईँको सुरुदेखि लिएर हेर्दै जानुहोस्। यहाँ सबै पुरै एरिया पर आई डोन्ट नो कति हामी यहाँको चाहिँ डाँडा पर यो मननको स्कुल हो। डाँडामा यसलाई आल्तो देलिज भयो भनेको। आल्तो भनेको चाहिँ एकदम डाँडालाई चाहिँ आल्तो भन्छ। एकदम उच्च ठाउँलाई चाहिँ त्यो मननको स्कुल हो। अनि हामी यस्तो घुमेर यहाँ आइपुगेछौँ। यहाँ पनि हाउसिङ कम्प्लेक्स या तल अफिस बिल्डिङहरू छ। तर यस्तो हुँदा पनि वान अफ द मोस्ट पिसफुल ठाउँ हो। यहाँ चाहिँ हर्नहरू गर्नु पाउँदैन, रेसिडेन्सियल एरिया भएको हुनाले सिग्नलमै चल्छ। जस्तो अब हामी यहाँ क्रस हुँदैछ, परबाट गाडी रोकिरहेछ, राउन्ड गाडी पनि रोकिन्छ। यहाँ चाहिँ एकदम मजाले चाँदी जस्तो साइन भइरहेछ। अगाडि मैले अघि भनेको हाउसिङ कम्प्लेक्स सुरु भयो। अब त्यसको पार्कहरू हेर्नुहोस्। अनि वाटर अकोमोडेसन हुन त आर्टिफिसियल हो, र पनि यस मनोरम दृश्य मैले तपाईँलाई मिस गराउन चाहिनँ। हामी चाहिँ कुनै क्यामेरामा मात्रै क्याप्चर गर्छौँ हुन्छ है। दर्शकले हेर्दै जानु होला। चौथो लहरको सिँढी पार गरिसकेछौँ। यहाँनिर धुप्पीहरू छन्, सुकेको आई डोन्ट नो यो के हो कि बुढी होइन, सुकेको बेला धुप्पी बनाउन सकिन्छ। मेरो एकजना भाइले यहाँ आएर टिकटकमा धेरै भाइरल हुने भिडियो पनि बनाएको थियो। म त्यसको त्यो भाइरल क्लिप देखाइदिन्छु तपाईँहरूलाई। त्यो ड्राई देखाउँ पछि त उहाँ लगेर ड्राई हुन्छ नि। अब यो उसमा के अरे अब नेक्स्ट सिजनमा समयभन्दा अगाडि। अनि यहाँनिर तपाईँले आर्टिफिसियल पुल देख्नुहुन्छ। त्यहाँ चाहिँ चराचुरुङ्गीहरू बस्नको लागि यहाँनिर चाहिँ पुल मेन्टेनेन्स गर्नेहरू। तपाईँलाई अघि भने जस्तै यो सबै एरिया चाहिँ रेजिडेन्सियल एरिया हो। यसमा चाहिँ पुलदेखि लिएर खोला, आर्टिफिसियल अनि पार्कहरू होइन, यो सबै बिल्डिङहरू चाहिँ सबै चाहिँ रेन्टेड भएको छैन अहिलेसम्म। मलाई लाग्छ रेन्ट एरिया बढ भएको छैन। यो ठुलो प्रोजेक्टमा अन्डरमा नै हुनुपर्छ, प्राइभेट प्रोजेक्ट या गभर्मेन्टको प्रोजेक्ट अन्डरमा। बाटो हिँड्दाखेरि हामीलाई अक्सिजन प्रोभाइड गर्छ भनेर हामी यो बाटो हिँड्छौँ। बारेमा पानी चाहिँ यिनीहरूले फेरिरहन्छ, मेन्टेन गर्छ। अनि यहाँ चाहिँ तपाईँको बाँस भएको ठाउँमा चाहिँ पोल भएको ठाउँमा फाउन्टेन बनाउँछ समर टाइममा। म अर्को भिडियोमा तपाईँलाई प्रस्तुत गर्छु। यहाँ चाहिँ फाउन्टेन बन्छ। चराचुरुङ्गीको दृश्यहरू हेर्नका लागि साह्रै मोहित आनन्दको दृश्यहरू तपाईँले यहाँ पाउनुहुनेछ। हाम्रो रेसिडेन्स चाहिँ यो झिलको परपट्टि त्यो माथिको फ्लाइओभरदेखि पनि तपाईँको अर्को फ्लाइओभरसम्म पुग्ने गरी हामी त्यहाँ बस्छौँ। त्यसको लागि म अलग्गै भिडियो लिएर आउँछु। यहाँनिर राजा हाँसदेखि लिएर के भन्छ यसलाई, हेर्नुहोस् जसो पनि यो एउटा हाँस, हाँस एक्ज्याक्ट नाम थाहा भएन, यहाँहरूलाई थाहा होला। र यस्तो बकुलोदेखि लिएर यो हाँसहरू, बकुला पनि तपाईँले कहिले काहीँ नजर गर्नु सक्नुहुन्छ। चराचुरुङ्गीहरू मनोरम दृश्य। सायद ट्रेड
पेट पार्कमा पनि यतिको दृश्यहरू चाहिँ आउनुहुन्न जस्तो लाग्छ मलाई चाहिँ यो ठाउँमा आयो सबै आनन्द तपाईँ एउटा मेडिटेसन स्टेटमा जानुभयो जस्तो लाग्छ एकछिन भयो बेचेर पैसा दिन्छ भन्नु बेचिन्छ कभर छ होला नि त होइन कभर छ कभर त्यो राख्दैन नि त्यो कभर राखेर बेचिन्छ त्यसको यहाँ हेर्नुहोस् तपाईँहरूलाई एउटा आनन्दको क्षण प्रकृतिसँग रमाउनेहरूको लागि हो विशेष हामी चाहिँ कतै कतै यो ठाउँमा आइपुग्यो यो छेउमा बसेर पनि यो ठाउँको दर्शन हुनको लागि हामीलाई 1 वर्ष 1.5 वर्ष नै लाग्यो किनभने अब बिजी लाइफमा कता कताबाट हिँड्ने आफ्नो डेस्टिनेसन हुन्छ होइन हामीलाई चाहिँ अनेस्टली सत्य कुरा गर्दा 1.5 वर्ष चाहिँ लाग्यो यो ठाउँमा हामीलाई चाहिँ पत्ता लगाउन यो ठाउँबाट पनि जाँदो रहेछ हामी यो ठाउँको छेउछेउमा बस्दो रहेछौँ भन्ने कुरा थाहा पाउनुलाई जब हामीले डिस्कभर गऱ्यौँ थाहा पायौँ हामीले म चाहिँ रोज ठाउँबाट गुज्रिने गर्छु किनकि मलाई आनन्द लाग्छ खास ठाउँमै बसेको आभास चाहिँ हुन्छ यो ठाउँलाई हेर्दाखेरि त्यहाँभित्र पिज्जा सेन्टरहरू हामीसँग बस्ने भाइहरू पिज्जामा काम गर्नुहुन्थ्यो यो भित्र छ यहाँ अहिले पनि कन्स्ट्रक्सन चल्दै रहेछ यहाँनिर मेन रोड माथि गाडीहरू पनि कुदेको देख्नुहुन्छ होला त्यो फ्लाइओभरमा पानीको झिल चाहिँ यहाँसम्म ठुलो हामी कट पार भएर आइसकेको छौँ पनि एउटा पानी छ त्यो चाहिँ समरमा मात्रै यिनीहरूले पानी देख्न सक्नुहुन्छ समरमा मात्रै खोल्दो रहेछ प्रायः अरू बेला चाहिँ ड्राई राखेर सफा गर्ने कामहरू भइरहेको हुन्छ यिनीहरूको र अघि मैले भनेपछि यो सबै स्टुडेन्ट अकोमोडेसनदेखि लिएर फ्यामिली रेसिडेन्स एरिया हो र यो ठुलो प्रोजेक्टमा बनेको हो एक किसिमको बिल्डिङहरू उस्ता बिल्डिङहरू देख्न सक्नुहुन्छ ठुलो एरिया लगभग हाम्रो एसियाको कन्टेक्समा हेर्ने हो भने नेपाल र इन्डियाको चाहिँ 2-3 बिघा लगभग 5 बिघा मेरो अनुमानमा चाहिँ अब नट बी राइट 5 बिघाको उसमा यो प्रोजेक्ट र बिल्डिङ आवासहरू चलेको छ
माफी चाहन्छु। यो कतिवटा भाषा बोल्दाखेरि हाम्रो आफ्नै भाषा अङ्ग्रेजी भाषा पनि हराउँदो रहेछ। जिन्दगीमा 3टा भाषा त सिकेर आएको थियो, यहाँ आएर 4टा भाषा बोल्नु खोज्दा चाहिँ धेरैवटा दिमागले काम नगर्ने पनि हुँदो रहेछ। यहाँ चाहिँ पिजेरिया भन्ने छ, यहाँ चाहिँ तपाईँको सबै स्टुडेन्टहरूले पिज्जा सप्लाई हुन्छ यहाँबाट चाहिँ यहाँको बासिन्दाहरूलाई, उनीहरूले डेलिभरी पिज्जा डेलिभरी। त्यहाँ हामीसँगै बस्नु भाइहरूले चाहिँ यहाँको एकजना भाइले चाहिँ काम गर्नुहुन्छ त पूर्वकै हुनु। घुम्ने ठाउँ मात्रै हो, यसलाई चाहिँ अब तपाईँले मनमा नलिनु। सधैँभरि बस्दाखेरि चाहिँ त्यो ब्युटी कन्टेस्टहरू यस्तै हो, दुई दिनपछि अगाइहाल्छ। अनि त्यही हो, मान्छेले वाउ भन्छ होइन। लास्टमा त वाउ त के 2 दिनको लागि मात्रै हुन्छ नि त हो, जहाँ पनि वाउ त 2 दिनको लागि मात्रै। अन्त दुल्हन सजिने पनि 2 दिनको लागि, त्यहाँदेखि त दुल्हन सजिने 2 दिनको लागि हो। दुल्हा राजा हुने पनि 2 दिनको लागि हो होइन, जमाई राजा पनि 2 दिनको लागि। त्यस पछाडि त बट संसार त त्यही हो। त्यो संसार चाहिँ हकीकतमा जिउनु पर्ने रहेछ। अब यो उमेरमा आएर चाहिँ थाहा भयो। 2 दिनको जमाई राजा, 2 दिनको दुल्हा राजाले चाहिँ काम गर्दैन रहेछ। हेर्नु सक्नुहुन्छ अब अफिस जानेहरू आफ्नो झोला बोकेर जाँदैछ। मसँग त झोला छैन, अलिकति टिफिन बोकेर चाहिँ झोला हुन्छ। नभए चाहिँ एक टाइम चाहिँ उतैतिर नास्ता खाने भएको हुनाले एक टाइम मात्रै खाना खाएर घरमा चाहिँ बुढीलाई पनि दुःख नदिने हिसाबले माथिँदैछ अहिले चाहिँ। तर त्यो पनि स्वस्थ जीवन रहेछ। 2 टाइम ओचाल्यो भने चाहिँ बडीले पनि नथाम्दो रहेछ। एक टाइम चाहिँ खायो भने अन्न ठिकै हुने रहेछ। पछाडि हेर्नु सक्नुहुन्छ विशाल कन्टिनेन्ट मार्केट हो यो। माथि तपाईँको जिम हाउस भएर यो मार्केटको लोगो चाहिँ यही हो, कन्टिनेन्ट भनेको चाहिँ अब अङ्ग्रेजीमा कन्टिनेन्ट महाद्वीप नै हो। सबभन्दा ठुलो सपिङ मल हो, सुपर हाइपर मार्केट भन्ने जस्तै हो। लागि यहाँनिर तपाईँले पब्लिक अब हामी समतलमा आइपुग्यो। लगभग टाउन सेन्टरभित्र, बिहारको टाउन सेन्टर। बस स्ट्यान्ड यहाँ छ, अब यहाँनिर पनि रोक्छ ग्राउन्ड पोस्ट। अब हामी क्याफे हाम्रो मर्निङ वकको अन्तमा आएर क्याफे खान्छौँ। त्यहाँबाट चाहिँ बुढाबुढीको आफ्नो गन्तव्य डेलीको रुटिनमा सोधिन्छ। हामी सकभर चाहिँ सँगै हिँड्नु भन्ने कुरा चाहिँ अटोमेटिकली आउँदो रहेछ दिमागमा। जति पुरानो जोडी त्यति माया म हुँदो रहेछ। त्यहाँ टाइम दियो जस्तो लाग्छ। एटलिस्ट कफी भए पनि बिहान खाउँ भन्ने सुरुमा आफूले आदत बनाइसक्दाखेरि चाहिँ राम्रो लाग्दो रहेछ। दिनभरि सबैले आफ्नो दिनचर्या गर्नुपर्ने भएको हुनाले सबैजना ब्युटिफुल चाहिँ घरमा बसेर बस्दैन। ब्युटिफुल भएरै मान्छेहरू पनि ब्युटिफुल भएको जस्तो लाग्छ। जहाँ ब्युटिफुल छैन त्यहाँ ब्युटिफुल पनि यहाँ लाग्छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँको मान्छेहरू ब्युटिफुल किन भएको भने सिँगारेर किन हेर्नु, ब्युटिफुल भएर नै हो। ब्युटी गर्छन्, सिँगारिने खर्चहरू सधैँभरि आउँछन् होइन। बुढाबुढी पनि हेर्दैन, सबैले आफ्नो काम गरिरहेको छ। अब हाम्रो तपाईँलाई यहाँ पनि एउटा ठुलो स्कुल रहेछ। पहिलाको मल रहेछ यहाँको चाहिँ, सानो मल जस्तै।
सबैजना हो त्यहाँनिर अहिले स्कुल बनाएको छ क्याथोलिक चर्च रहेछ अब हाम्रो क्याफे तपाईँलाई देखाएको सानो मिनी क्याफे छ हामी चाहिँ यहाँ पब्लिक सबै बाहिर बसेको क्याफेको ठाउँ यहाँ छ अब यहाँ मान्छ हामी यहाँ बस्छ लौ त पेमेन्ट लास्टमा And I just stood afraid of fate if I don't take that step today.